बबाल देखिन्छ नि। यहाँ चाहिँ हाम्रो बेडरुम भयो। वै बेडरुम त खतरा हो, पुरै चर्किया छ यता। त्यही भएर अलि बचाउन खोजेको। अलिकति बचाउनलाई चाहिँ अब तलदेखि अन्त दाइ म चाहिँ इन्जिनियर। उहाँ चाहिँ इन्जिनियर। लाइसेन्स नभयो चाहिँ चुन क्यान्सन मुलाले थाहा रे। खोइ थाहा छैन यस्तो त्यो लगान्छ भ्याइ। काम्रो बुझ्छु त भयो अल्छी मैले नै खाना दिन्छ मलाई नै टोक्छस्। यहाँ चाहिँ एउटा हगन्तेमा हो हगन्ते। स्वालन व्हाट्सअप गाइस, दिस इज सुभाषजी ब्लग्स। फेरि स्वागत छ तपाईँलाई फेरि अर्को नयाँ भिडियोमा। सो आज चाहिँ हाम्रो के चल्दैछ भने हाम्रो चाहिँ यता पुरै यहाँ टोयलेट भत्किन लाएर यता हाम्रो आपाराङले यता यतिको खन्दै हुनुहुन्छ यो टाङ्सी गर्नलाई, वाल लाउनलाई पुरै जग खन्दै हुनुहुन्छ यता पुरै वन्केले वाइ ओराउँदै पुरै यो पुरै भत्किन लाग्छ कि होइन त दाइ। म चाहिँ इन्जिनियर। उहाँ चाहिँ इन्जिनियर। लाइसेन्स नभयो चाहिँ लाइसेन्स नभएको चाहिँ लाइसेन्स नभएको इन्जिनियर, लाइसेन्स नभएको प्लम्बर सबै हो नि। टक्क लाइसेन्स नभए त्यो बत्ती सत्ती यताउति अब यो ढुङ्गा चाहिँ सबै उहाँले नै बोक्नु भयो होइन। सबै ढुङ्गाहरू बोकेर अब यहाँ चाहिँ वाल लाउनु पर्ने हुन्छ, किनकि यो 2075 सालको भूकम्पले चाहिँ अलिअलि हल्लाउँदा यो यस्तो पुरै चर्किया छ यता। त्यही भएर अलि बचाउन खोजेको। अलिकति बचाउनलाई चाहिँ अब तलदेखि जग खनेर हाम्रो आपाराङले तलदेखि खनेर पुरै अब यहाँ वाल लाउनुहुन्छ। यहाँ चाहिँ एउटा हगन्तेमा हो हगन्ते टोयलेटभित्रै हगिरहेछ हाम्रो चाहिँ। फेरि यहाँ सिसा छैन कि पुरै यो गाउँघरको टोयलेट अब यस्तै हो, काठमाडौँको जस्तो हुँदैन। एकजना चाहिँ पुरै हगिरहेछ त्यहाँ। यो ढुङ्गा चाहिँ पुरै वहाँ पारिबाट बोकेर ल्याउनु भएको हाम्रो आपाराङले। खै बाख्रालाई केही दिएको छैन, आज दिएको छैन जस्तो लाग्यो। हाम्रो भाउजू चाहिँ आज अलिकति बिरामी भएर चाहिँ सुतिराख्नु भएको छ। यो चाहिँ अब फ्रन्ट बाटो भयो, यो शौचालय हाम्रो फ्रन्ट बाटो भयो। यो पुरै यतापट्टि भाँसिन लाग्छ कि त्यही भएर चाहिँ यो चाहिँ पुरै भाँसिन लाएर चाहिँ तलदेखि चाहिँ पुरै अब माथि वाल लगाएर फेरि माथिको लेभलसम्म गऱ्यो यसलाई चाहिँ। अब तलबाट नै गएर हेरौँ न के कस्तो देखिरहेछ। बाटो चाहिँ यस्ता छ र फेरि यस्तो छ बाटो चाहिँ। टक्क यहाँबाट चाहिँ अब यो यता चाहिँ बाटो बन्छ। अब यहाँ टक्क यहाँतिरसम्म चाहिँ पुरै वाल आउने भयो यहाँ होइन सर, इन्जिनियर सर। यो चाहिँ कतिको बजेट थाहा छ? खै अब बजेट चाहिँ अब 2000 रुपियाँको बजेट लागु भएको छैन। अब हाम्रो चाहिँ यहाँ त्यसरी बजेट छुटाउँदैन। 2000 को बजेट पुरै अब तल भुइँ छुने गरी के भन्छ खन्नुपर्छ। यहाँ चाहिँ हाम्रो तलको घर यो चाहिँ। माथिको घर चाहिँ धेरैचोटि अब देखाइसकेँ मैले। अब आज चाहिँ तलको घर, यो पनि माथिको जस्तै अर्को यहाँभन्दा माथि अर्को 2 तला थियो। त्यो चाहिँ अब भुइँचालोले गर्दाखेरि यो सबै भत्काउनु पर्यो। यहाँ यो चाहिँ हाम्रो रक्सी पार्ने ठाउँ, रक्सी पार्ने हाम्रो ठुलमम्मी भाउजूहरू सबैले यहाँ चाहिँ रक्सी पार्नुहुन्छ। आमे बा खाना कोही ठुलमम्मी चाहिँ खोइ कता तलतिर जानुभएको कि किप्लिङ भयो छोरी। टक्क रक्सीको लागि चाहिँ यस्तो भाँडाहरू युज हुन्छ टक्क। यो बाँसहरू पनि सबै उहाँले नै काट्नु भएको कि। अनि यता चाहिँ सबै तल कुचो निकाल्दै हुनुहुँदो रहेछ ठुलमम्मी चाहिँ टक्क। यो सब अब कुचोहरू चाहिँ निकाल्नु पर्ने हुन्छ। अब उता चाहिँ के भयो भन्दैछ मैले चाहिँ अब सुनेन। यहाँ तलतिर चाहिँ अब सागहरू छ हाम्रो, करेसाबारी टक्क यहाँ तलतिरसम्म कहाँतिरसम्म छ। अनि टक्क तल कुचो अब निकालेर झ्याम बेच्ने बेला भइसक्यो। पानी भरेर खेर गइरहेछ, तर यहाँ चाहिँ अनलिमिटेड पानी हो। यहाँ यो टक्क रक्सी पार्ने हो। रक्सी पारेर चाहिँ यता स्टोर गर्ने हाम्रो स्टोर रुम यस्तो छ होइन। अब यो खासै अब त्यस्तो उ त छैन, भए पनि त्यस्तो स्टोर त हुँदैन। अब बनेपछि टक्क लगिहाल्छ, त्यस्तो स्टोर गरेर त राख्न त। भए पनि त्यो पारेर अब आज पारेपछि भोलि लग्ने हो रक्सी चाहिँ टक्क। यता चाहिँ हुँदैछ हाम्रो माथिको घर पनि भुइँचालोपछि चाहिँ एक स्टेप तल झारेर एक तला मात्र उठाएको छ। दुङ ओइ दुङ एउटा ऱ्याब हान्दैन त दुङ
ऱ्यापर हो क्या ऊ चाहिँ फेरि मेरो नयाँ भतिज त्यो लगान्छ भाइ काम्रो बुझ्छु त भयो अल्छी मैले नै खाना दिन्छ मलाई नै टोक्छस् त्यो चाहिँ फेरि खतरा हो हाम्रो आज के पाक्यो खाना चन्डा लो होली सांगेन चन्डा लो होलु चोकले त्यो नागरी थित कोला दाबा रांग होइबा कंगा तम थे कोला दाबा रांग जे लो बम टक्क अंडा करी विथ राइस अंडा करी विथ बासमती राइस बासमती भिटेनले जस्तै बासमती मेरो भाइको चाहिँ ड्रइङ चाहिँ कम्प्लिट भइसक्यो उता मेरो बाँकी छ अझै ल आज म कम्प्लिट हानिदिन्छु यसलाई होइन यहाँ पनि छ अर्को ओइ यो चाहिँ बवाल होला मेरो भाइ यहाँ चाहिँ हाम्रो बेडरुम भयो ओइ बेडरुम त खतरा भएछ नि त अनि ल अब खानसाना खाएर अब यसो तलतिर मासतिर अब कतातिर हुन्छ जानु पर्यो टक्क होइन यहाँ खोइ आज आइफोन स्याउतिरबाट खोइ भ्लगै आएको छैन आजकल खोइ के हो ए स्याउ चाहिँ छोपेछ भ्लग चाहिँ कहिले झर्ने हो भ्लग त झरेको छ दिनको एउटा ए ल हिजो झरेको छ ए राजकुमार घिसिङ ब्लग्स एकचोटि चेकआउट गरिदिनु होला उहाँले पनि बवाल बवाल भ्लग बनाउनुहुन्छ होइन एकदम बवाल एकदम दामी भनेर ल म च्यानल चाहिँ तल डिस्क्रिप्सनमा मेन्सन गरिदिन्छु एकचोटि चेकआउट गरिदिनु होला मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यहाँ टक्क आज मौसम अलिक क्लियर छैन नत्र त बवाल देखिन्छ नि स्वर्ग हो नि स्वर्ग अब ठुलमम्मी अब सबैजना खाना आउनु भइसक्यो अब म पनि खाना खानुपर्ने हुन्छ टक्क लाएर त्यतिन्जेलको लागि चाहिँ स्टप गरिदिन्छु ल सो खानसाना खाएर हामी चाहिँ फेरि पनि लागिसक्यो यतातिर हाम्रो आपाराङले चाहिँ यहाँ ढुङ्गा पनि राख्न थालिसक्नुभयो यसलाई चाहिँ जग टक्क यहाँबाट लेभल मिलाउनलाई अब हाम्रो गाउँघरको इन्जिनियरहरू टक्क धागो सागो राखेर होइन टक्कै यस्तो बवाल गर्नुहुन्छ नि हाम्रो आपाराङले अब यो चाहिँ कति वर्षसम्म टिक्छ इन्जिनियर साहब ए यो त यसको त आयु नै छैन आयु नै छैन भोलि पनि फेद जान सक्छ यसरी नै बनाएको घर अहिलेसम्म केही भएको छैन सेम यस्तै प्रोसेस हो यो घर बनाएको पनि हाम्रो बाजेहरूको टक्क हाम्रो आमखेपेले चाहिँ यो जाड बनाएर यो खेरो गएको उहरू चाहिँ बाख्राले दिन लाग्नु भएको छ यसलाई भन्छ कड बिजिने थाहा छ नि त र भाउजू चाहिँ आज बिरामी भएर पुरै बसिराख्नु भएको छ मेडिकल जाउँ भनेको नि नजाने रे भोलि मात्र जाने रे एकचोटि मेडिकल गएर आउनु भएको भए हुन्थ्यो बा अनि आधी बाख्रालाई चाहिँ भित्र थुन्ने आधीलाई चाहिँ बाहिर राख्ने ए छ मेडिकल चाहिँ जानु एकचोटि यसो बुझेर आउनु के कस्तो हुन्छ अब यो चाहिँ बाख्राले यस्तो मजाले खान्छ यो चाहिँ अब बाख्राले मजाले खान्छ यिनीहरू पनि झ्याप हुन्छ खाएपछि टक्क छेम नाङ्ला थिए यस्तो ओर्दालाई यस्तो हुन्छ घाँस देख्नु हुँदैन यस्तो हुन्छ अरे हाम्रो ठुलमम्मीको भनाइअनुसार चाहिँ ल चारजाडो गएर आउनु कोही पनि छैन भाइ पनि अब भक्तपुर जान्ला अरे अब अर्डर म आज एक्लै हेरिदिन्छु नुन चाहिँ अब हाल्न बिर्सेछ यहाँ ठुलमम्मीले नुन सुन हाल्दैछ टक्क नुन हाल्दैछ एकजना फुच्चे भाइ चाहिँ टक्क भक्तपुर गर्लफ्रेन्ड एकजना फुच्चे चाहिँ टक्क माथि अब गर्लफ्रेन्ड चाहिँ भेट्न जान लाग्छ होइन चाहिँ हाम्रो होममेड अचार ल फुच्चे ओइ कहाँ जान्ला रे सामान लिन चोकमा चाहिँ भक्तपुर जान्ला मा गर्लफ्रेन्ड भेट्न पुरा कति हजारको जुत्ता रे स्पेतिर घर जाएगा घर जाएगा रे यार जुत्तामा भने अब त्यस्तो महँगो जुत्ता सुत्ता लाउँछ होइन तर केही छैन 1300 को जुत्ताले घर जान्छ भोलि 1300 को त जुत्ता भाइ 5 वटा 1300 5 वटा 1300 रे ल भाइ अब
दाइ चाहिँ माथि चोकसम्म गएर आउने ओ हेलमेट चाहिँदैन हो त्यहाँ ट्राफिकले के गर्यो भने मेरो नामले है माथि चाहिँ अब नयाँ नयाँ ट्राफिकहरू आएछ नत्र त हेलमेट किन्न जान्थ्यो सबजना तर हेलमेट चाहिँ लाउनु पर्छ है फर सेफ्टी सेफ्टीको लागि चाहिँ टक्क हेलमेट लाउनुपर्छ यहाँबाट देख्छ कि झ्यानसम्म यार अर्को केटी पछि लाग्यो भने चाहिँ थाहा छैन है भाइ फेरि अब चाहिँ मेरो भाइ अब क्याब लाइसी चाहिँ अब दोङ होइन कि दुङ रे निकनेम दुङ होइन टक्क दुङ रे दुङ एउटा साइन हान त ल ग्याङ साइन ओ म्या ओ फिचे गाम युबिनले चुन ग्याङ साइन मलाई थाहा रे खोइ थाहा छैन यस्तो ग्याङ साइन त म्या फर्स्ट टाइम देखेँ यस्तो ग्याङ साइन कस्तो साइन हो यो हो खोइ त भर्खर बवालवाला ग्याङ साइन दियो होइन ल ओहो मेरो ठुलमम्मीले चाहिँ टक्क एक डोक्को घाँस सास पनि ल्याउनु भइसकेछ कहाँबाट ल्याउनु भयो यत्रो घाँस ओहो कसलाई ल्याउनु भएको घाँस ए दुनो भैँसी पनि छ हाम्रोमा मैले त बाख्रा मात्र होला भन्दैन त ल हाम्रोमा चाहिँ अब दुनो भैँसी पनि रहेछ मलाई चाहिँ यो कुरा थाहा थिएन अब हाम्रो चाहिँ वाल कति भएछ यसो हेरिदिउँ न यतातिर कस्तो छ अहिले ठिक छ हजुरलाई अब यो चाहिँ अब टक्क ढुङ्गासुङ्गा राखेर पनि यहाँ फिनिस त अझै 2-3 दिनको चाहिँ काम छ हाम्रो यहाँ टक्क 2-3 दिनको चाहिँ काम छ यसलाई चाहिँ टक्क मिलाएर यस्तो दामी पाराले इटको त्यो वाल लगाएको जसरी नै लगाउनु हुँदो रहेछ यसलाई चाहिँ हाम्रो आपाराङले तर अलिकति गाह्रो चाहिँ होइन सबैले अलिकति उहाँको लागि चाहिँ गाह्रो चाहिँ होइन हाम्रो लागि चाहिँ एकदम गाह्रो अब इँटा राख्या जसरी सासुट पनि राख्नु भएन यो भयो यो घर भयो हाम्रो यो घर भयो यो सब सेम यही डिजाइनबाट बनाएको हो अब यहाँ चाहिँ अब माटो साटो केही पनि हालेन यतिकै अब लास्टमा चाहिँ यसरी के भन्छ माल रे माल यसको नाम चाहिँ माल भएन हौ माथिबाट माल हाल्ने माथिबाट माल बनाएर माल हाल्ने रे टक्क काम चाहिँ अब जस्ट 3 दिन जतिको चाहिँ काम छ यहाँ हाम्रो आपाराङ दाइ म चाहिँ अब यसो फाटाफुटा हो 3 दिनमा सकिन्छ होला 3-4 दिन काम चाहिँ अब चलिरहेको छ काम हाम्रो टक्क पारामा अब म चाहिँ आपाराङलाई खाजा बनाउनु पर्ने हुन्छ यहाँ छ हाम्रो टेके पाराङजी एकदम मसुर काम गर्नलाई हैन अब चाहिँ सनसेट पनि हुन लाग्यो माथिबाट देख्छ यहाँबाट चाहिँ देख्दैन टक्क पारामा किचनको हालत यस्तो छ न ल अब म चाहिँ खाजा बनाउनु पर्यो आजको दिन मेरो यत्तिकै गयो भिडियो मन पर्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको लागि चाहिँ यति नै ल धन्यवाद अर्को भिडियो भेटौँला है त अर्को भिडियोमा भेटौँला ल धन्यवाद